साथीहरू, धेरै कृषकहरूले चाहिँ धेरै फलाउने आशामा यसरी नजिक नजिक बिरुवाहरू रोप्नुहुन्छ। अहिले त बिरुवा सानै हुँदाखेरि यसले खासै असर त देखिँदैन, तर जब बिरुवाहरू बढ्दै जान्छन् तब चाहिँ हामीले उत्पादन लिन चाहिँ धेरै गाह्रो हुन्छ। यहीँ हेर्नुभयो भने तपाईँले यहाँ मेकाडेमिया नट रोप्नु भएको छ, त्यहाँबाट 1.5 मिटर जति उता कागती, त्यसपछि फेरि 2 मिटर जति उता अर्को मेकाडेमिया नटको बोट, उता फेरि 1 मिटरमा कागती, त्यसपछि फेरि यता एउटा कागतीको बिरुवा छ, त्यहाँबाट फेरि 1 मिटर यता अर्को कागतीको बिरुवा छ। यति सानो एरियामा यति धेरै बिरुवाहरू लगाउँदाखेरि अहिले त धेरै नै जमिन सदुपयोग भए जस्तो देखिन्छ, तर बिस्तार बिस्तार चाहिँ यसले चाहिँ हामीलाई उत्पादन लिनको लागि, यसबाट प्रतिफल लिनको लागि चाहिँ गाह्रो हुन्छ। हस्, धन्यवाद।